हेलो नमस्ते गाइज हामी आज पाउदुरकोट नौडाँडामा हामी नाइट स्टेको लागि जाँदैछौँ। योभन्दा पहिला वर्ष पनि हामी यही ग्रुप नै त्यहाँ पुगेको थियो। ल यस वर्ष पनि फेरि पनि यो समय जुरेको छ। ल यता हाम्रो साथमा हुनुहुन्छ हाम्रो विक्रम धोजु, म आनन्द बजारे, यहाँ हाम्रो राजन कायस्थ भाइ छ र यता हाम्रो विजय धोजु साथी र हाम्रो यो फ्रन्टमा लिड रोलमा हुनुहुन्छ हाम्रो सुबोध उदास भाइ। र अहिले हामी हेम्जा पुगिसक्यौँ, पुग्दैछौँ बनाएर चाहिँ। ल अहिले यति नै। अब हामी मिलनचोक हुँदै हेम्जा लुम्ले पुग्नेछौँ। यसरी लडेँ म। हेलो 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 नमस्ते। आजको हाम्रो नाइट चाहिँ यहाँ पाउदुरकोटमा हो र आजको कार्यक्रमको लागि यहाँ सबजना सामानहरू बोक्दै अब हामी 15 मिनटको हिँडाइमा पुग्नेछौँ। ल आजको हाम्रो यहाँ नाइट चाहिँ यो ठाउँमा हुनेछ। यो पाउदुरकोटमा एउटा एकदमै राम्रो घर रहेछ। एउटा हाम्रो चेतन भाइको साथीको रहेछ यो। ल अब हाम्रो यो बारबिक्यू रेडी हुन लागेको छ। बारबिक्यू लागि यहाँ सबै रेडी गर्दैछ है। चिकन बारबिक्यू चिसो मौसममा हाम्रो यहाँ अहिलेको बारटेन्डर सुबोध भाइ। हाम्रो यहाँ के मन लाग्यो रेबी अहिले हेरौँ है। ल राजन भाइ चाहिँ के र राजन रमाइलो गर्नुपर्छ है राजन। ल चियर्स है चियर्स। आएदेखि क्या मैले केही छैन। चटपटमा अलिकति धेरै होइन, अलिकति मात्रै वेलकम है सबैलाई। आज हाम्रो यो नाइट स्टेको कार्यक्रममा अहिले बारबिक्यू प्रोग्राम भइरहेको छ र अहिलेको हाम्रो बारबिक्यू सेफ हुनुहुन्छ हाम्रो विक्रम धोजुज्यू। एकदमै मिठो स्मेल मिठै आइरहेछ है। स्मेल चाहिँ एकदम मिठो आइरहेछ है। कतिखेर हुन्छ रेडी हो? अझै लाग्ला 15-20 मिनट। के मासु हो यो? पोर्क। नाइस। यो कोहीबाट किन नि? चट्नीलाई। ए ल ठिक छ। जाने छ केटाहरु।
चरी उड्यो बादल जुनलाई म बसेको रेलै उड्यो कान्छी बसी एक्लै रुनलाई चरी उड्यो बादल जुनलाई म बसेको रेलै उड्यो कान्छी बसी एक्लै सबैजनालाई नमस्ते है तिहार छठ पर्व दसैँको एकैचोटि शुभकामना छ ल दाइ है अब तपाईँ नेपालको बसेको राम्रै भयो होला दाइ होइन तपाईँको नि राम्रै भयो होला चाँडै भेट्नुपर्छ अब होइन दाइ एकचोटिको जिन्दगी हो त्यहाँ के हुँदैन अहिले आइन्छ यस्तो भनेको दुईचोटि भइसक्यो ल सुरु गर गरम गर 1 2 3 4 एकपल्ट भइसक्यो आए महो नौडाडे काटेर कान्छीसँग माया हाँसी हाँसी जिन्दगी माया मिलाउन तारा मात्र होइन त्यो तारा मात्र होइन जुन परिहारिदेऊ न ल भाइ हामी कहाँ छौँ अहिले हामी अहिले पौदुरकोट दाइ यो कुन ठाउँ हो यो चाहिँ पौदुरकोटको डाँडा यो टप डाँडा कुन मन्दिर हो यो पौदुरकोट मन्दिरै होला दाइ त्यो चाहिँ थाहा छैन देवीको मन्दिर हामी भर्खरै कति लगभग 20 मिनटको हिँडाइपछि यहाँ एउटा मन्दिरमा आइपुगेका छौँ र मन्दिर चाहिँ खै नाम चाहिँ थाहा भएन पौदुरकोटको जो टपमा रहेछ यो मन्दिर पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले काँडेको पिकनिक स्पोट हो होइन उता हाम्रो अस्ट्रेलियन क्याम्प पनि देखिन्छ है उता लेफ्ट साइडमा राइट साइडमा अस्ट्रेलियन क्याम्प जुम गरेर देखाइदियो त खै कहाँ हो टेन्टहरू छ नि यो त अस्ट्रेलियन क्याम्प हाम्रो यहाँबाट देखिने मेरो जुम म्याक्सिमम यतिसम्म हुन्छ अहिले ड्रोन सुटको लागि रेडी हुँदैछौँ है हामी चाहिँ तपाईँ मोडलै भयो त ये तो बोला तो प्राइवेट मोटर की 120 PS र हामी अहिले यो पौदुरकोट स्थित पौदुरकोट भूमि नवदुर्गा मन्दिर रहेको रहेछ यहाँ रहेको छ
ल हामी यो दोस्रो दिनमा केटाहरू सबै अब ब्रेकफास्ट बनाउनको लागि बिजी छन् र के गर्दै हुनुहुन्छ म देखाउँछु है त ल यहाँ सुबोध भाइ चाहिँ यहाँ भाडा मान्छे है कस्तो भइरहेको छ सुबोध के भइरहेको यिनीहरू रमाइलो हुँदो रहेछ ल यहाँ चाहिँ हामीले सबै आफैले गर्नुपर्ने रहेछ सबै कामहरू ल हाम्रो यहाँ ब्रेकफास्ट रेडी भइसकेको छ ल ब्रेकफास्टमा चाहिँ यहाँ के छ के हो ब्रेड रहेछ ससेज रहेछ आलु फ्राई रहेछ अनि के हो त्यो एग फ्राई रहेछ है स्क्रैम्बल एग It's breakfast time. Chalo sauces le ham बनाइदिएको त तिम्रो हैन हामी जस्तो त ल अब हामी पोखरा जाँदैछौँ पोखरा साथीहरू औडा गऱ्यो भन्दैछन् ठिकै छ अब हामी घर जाँदैछौँ हाम्रो एक दिनको ट्रिप सम्पन्न गरेर त्यो अगाडि बस्छ भाइ in the sunshine.